साथीहरु स्वागत छ अन विथ मज युट्युब च्यानलमा। फेरि पनि म तपाईहरुलाई आज अर्को एउटा ब्रान्ड न्यू भिडियो लिएर उपस्थित भइसकेको छु। आशा छ यो भिडियो पनि तपाईहरुले मन पराउनु हुनेछ र धेरै साथीहरुलाई थाहा भइसक्यो थम्बनेलबाटै। आज मैले तपाईहरुलाई वेडिङ कार्ड कसरी प्रिन्ट गर्ने त्यो पनि स्क्रिन प्रिन्टको माध्यमबाट वेडिङ कार्डहरु हामीले कसरी प्रिन्ट गर्ने यो कम्प्लिट भिडियो लिएर उपस्थित भइसकेको छु। हेर्नुस् त यो विवाहको शुभ विवाह मात्र नभई व्रतबन्ध अहिले त गुन्यु चोली हैन अनि विभिन्न इभेन्टहरुको कार्डहरु हामीले कसरी प्रिन्ट गर्न सक्छौं हेर्नुस्। मैले त्यो भिडियो लिएर आज उपस्थित भइसकेको छु। अब प्रिन्टको धेरै प्रोसेस हुन्छ हैन। हेर्नुस् कस्टम पनि गर्न मिल्छ डिजाइन। यो नेपाली कागजमा हो भने अब यो सिटमा पनि तपाईको आफ्नो इच्छा अनुसार बनाले नयाँ आफ्नै डिजाइनमा प्रिन्ट गर्न सकिन्छ। यो कस्टम डिजाइन हो। हेर्नुस् यो सिट लिएर आएर आफैले डिजाइन गरेर प्रिन्ट गरेको हो भने यो नेपाली कागजमा हो। अब यसरी विभिन्न वेडिङ कार्डहरु हेर्नुस् त यहाँ भित्र हामीले प्रिन्ट गर्ने हो हैन। अब यो सबै जानकारी मैले यस भिडियोमा दिदैछु। स्किप नगरी अन्तिमसम्म भिडियो हेर्नु होला किनभने महत्त्वपूर्ण पार्ट छुट्न सक्छ। अब यो वेडिङ कार्ड एकदमै प्रॉफिटेबल बिजनेस हो। अब यसमा तपाईले हल्का डिजाइन स्किल जान्नु पर्यो। अब डिजाइनको लागि त म छदैछु अन विथ मज युट्युब च्यानल त्यतिकै बनाएको हैन। तपाईहरुलाई पहिला स्किल सिकाएर कुन प्लेटफर्मबाट कसरी कमाउने त्यो सिकाउनको लागि यो अन विथ मज युट्युब च्यानल मैले क्रिएट गरेको छु। त्यही भएर तपाईलाई अब डिजाइनको बारेमा भन्नु पर्दाखेरि जस्तो अब यो वेडिङ कार्डहरु गर्दाखेरि हामीले डिजाइन गर्न जान्नु पर्छ हैन। कुनै पनि डिजाइन प्रिन्टिङ सम्बन्धी कामको लागि सुरुमा हामीलाई के चाहियो? स्किल चाहिन्छ, डिजाइन स्किल। बिना डिजाइन स्किल यो कामहरु सम्भव हुँदैन हो। यदि तपाई साच्चै गर्न चाहनुहुन्छ, टिममा गर्न चाहनुहुन्छ भने कसैले के गर्ने गरेर बनाले डिजाइनको पार्ट बेग्लै, मार्केटिङ पार्ट अनि प्रिन्टिङको गरेर टिममा गर्न चाहनुहुन्छ भने पनि यो एकदम राम्रो हुन्छ। होइन सोलो गर्न चाहनुहुन्छ भने त बिना डिजाइन यो सोच्दै नसोच्नुस्। र पर्सनली पनि मलाई यहाँ भेट्न आउँछन् साथीहरु जस्तो टी शर्ट बिजनेस गरेर मासिक 2 लाख सजिलै कमाउनुस् भन्ने भिडियो मैले बनाएको थिएँ। त्यो भिडियो हेरेर मलाई भेट्न आउनुहुन्छ साथीहरु। अनि म सुरुमै सोच्छु तपाईलाई डिजाइन चाहिँ कतिको आउँछ भन्दा त्यो त सिक्ने हो, त्यसरी चल्दैन। कामै सुरु गर्नु छ भने कस्टमरहरुले आफ्नो क्लाइन्टहरुले जे कुरा भन्नुहुन्छ उनीहरुले भनेको जस्तो त अब सकिन्छ भने आफ्नो एक्स्ट्रा इफोर्ट लगाएर आफ्नो क्रिएटिभिटी देखाउन मिल्छ। तर कस्टमरले भनेको कुरा त हामीले गर्नै पर्छ। जस्तो टी शर्टकै लागि उनीहरुको लोगो हुन्छ हैन। मेन कुरा भनेको अगाडि लोगो छाप्नु पर्छ। अब त्यो लोगो यदि रास्टर लोगो दिए भने जेपीजी पीएनजी फर्ममा रास्टर लोगो दिनुभयो क्लाइन्टले भने कम्तीमा पनि त्यो लोगोलाई भेक्टराइज गर्न त सक्नु पर्यो नि। विदाउट भेक्टर फाइल हामीले टी शर्टमा लोगो राख्नै सक्दैनौं हो। डिजिटलको लागि यदि हाई क्वालिटी छ भने ट्रान्सप्यारेन्ट गरेर हामीले गर्न सक्छौं। डिजिटल मैले भनिरहेको छु जस्तो डिटिएफै प्रिन्ट गर्नु पर्यो भने चाहिँ सकिन्छ भने, तर अब स्क्रिन प्रिन्ट गर्नु पर्यो भने त भेक्टर त गर्नै पर्यो। त्यतिको चाहिँ जान्नु पर्छ। अनि अर्को कुरा भनेको उनीहरुको नाम हैन, कम्पनीको नाम हैन, कुनै सहकारीको छ भने सहकारीको नाम, कुनै फास्ट फुडको छ भने फास्ट फुडको नाम र ठेगाना अनि नम्बर। त्यो त जुनसुकै सफ्टवेयरमा जुनसुकै फोटोशप, इलस्ट्रेटर, इनडिजाइन हैन तपाईले कोरल र फ्री ह्यान्ड के चलाउनुहुन्छ त्यसबाट त्यो डिजाइन गर्न सजिलो हुन्छ। तर मेन कुरा भनेको लोगोलाई त भेक्टराइज गर्नै पर्छ। त्यो कुरा सिक्नको लागि तपाईले मेरो अन विथ मज युट्युब च्यानलमा यसै च्यानलमा जानु, त्यहाँ स्क्रल गरेर हेर्नुस्। इलस्ट्रेटरको क्लासको भिडियोहरु मैले बनाएर राखेको छु। बेसिक टुल्सहरु र केही डिजाइन पनि कसरी गर्ने त्यो भिडियो लामो भए पनि मैले त्यसमा तपाईलाई सिकाएको छु र
यति सिक्नुभयो भने तपाईले सक्नुहुन्छ। अब आजको मेन कुरा आयो यो हेर्नुस् त वेडिङ कार्डहरु हामीले कुनै पनि इन्भिटेसन कार्ड हेर्न सक्नुहुन्छ कसरी प्रिन्ट गर्ने, त्यो पनि स्क्रिनको माध्यमबाट। यसको लागि सर्वप्रथम हामीले के गर्नुपर्छ, डिजाइन गर्नुपर्छ। अब डिजाइनको लागि मैले तपाईलाई देखाउँदै छु, यहाँ हेर्नुस् है, म पहिला डिजाइन देखाउँछु तपाईलाई हैन। अनि डिजाइनलाई हामीले ट्रेसिङ पेपरमा निकाल्नु पर्छ, जुन मैले पहिला पनि तपाईलाई मैले सिकाइसकेको छु, देखाइसकेको छु, हेर्नुस् है। अब हामीले हाम्रो कार्ड हेरेर डिजाइन गर्नुपर्छ। अब कस्टमरलाई दिनको लागि त हामीले के गर्छौं, पहिला एउटा रेडमै हामीले बनाउँछौं, हेर्नुस् है, म तपाईलाई देखाउँछु। यो चाहिँ मैले इनडिजाइनमा गरिरहेको छु भने यदि तपाईले कमेन्टमा यसको टेम्प्लेट फाइल माग्नु हो भने मैले त्यसको पनि तपाईलाई दिनेछु, हेर्नुस् है। अब हेर्न सक्नुहुन्छ तपाईले इनडिजाइन खुलिसकेको छ। अब यहाँ मैले पहिला डिजाइन गरेका प्रिन्ट गरेका कार्डहरुको कुनै एउटा मैले खोलेर तपाईलाई डिजाइन देखाउन गइरहेको छु है त। अब ल यही हेरौँ न त, ल हेर्नुस्। अब यसरी हाम्रो सुरुमा के हुन्छ, श्री गणेशाय नमः, माथि त्यही नै हुन्छ। त्यो तपाईले आफ्नो घरमा इन्भिटेसन आएको कुनै पनि कार्ड हेर्नुभयो भने, वेडिङ कार्ड हेर्नुभयो भने देख्नुहुन्छ हैन। कुनै पनि वेडिङ कार्ड हेर्नुस्, आफ्नै घरमा पनि निमन्त्रणा आएको हुन्छ र त्यो हेर्यो भने त्यहाँ सर्वप्रथम माथि श्री गणेशाय नमः भनेर लेखेको हुन्छ। सर्वप्रथम अब यो सम्पूर्ण कुरा हामीले डिजाइन गरिरहँदाखेरि कार्ड पहिला त कस्टमरलाई कार्ड देखाउनु पर्यो, हेर्नुस् गाइस। अब कार्ड कस्तो छ, कुन कार्ड कस्टमरले चुज गर्नुहुन्छ र त्यो अनुसार हामीले डिजाइन गर्नुपर्छ। अब कार्ड सानो छ भने, जस्तो यो कार्ड अलि ठुलो छ, हेर्नुस्, यसको तुलनामा यो कार्ड ठुलो छ हैन। ल हेर्नुस्, यति सानो छ यो हैन, यहाँ देख्न सक्नुहुन्छ। अब त्यो भएर हामीले पहिला कार्डको मेजरमेन्ट लिने, त्यसको लम्बाइ चौडाइ कति छ त्यो लिने। अब म अर्को कार्डको पनि म तपाईलाई देखाउँछु एकचोटि, पक्नुस् है। जस्तो हालसालै गरेको म एउटा कार्ड निकाल्छु है त, ओपन। अब डिजाइन आफूले गर्न सक्नुहुन्छ हैन। अब यहाँ केटा केटी कसको विवाह हुँदैछ त, दुवै दुला दुलैको हामीले यहाँ नाम राख्नु पर्ने हुन्छ। सर्वप्रथम श्री गणेशाय नमः। अब यो इनडिजाइनमा छ अनि यो स्क्रिन प्रिन्ट गर्ने हो हैन। यता हेर्नुस्, यो इनडिजाइनमा छ, यसको फाइल डकुमेन्ट सेटअपमा हेर्नुस् त, यो चाहिँ 8.5 बाइ 8 इन्चमा मैले डिजाइन गरेको छु, 8.5 बाइ 8 इन्च हैन। अब अर्को हेरौँ, व्रतबन्ध। ल हेर्नुस्, यसरी कार्ड हेरेर डिजाइन गर्नुपर्ने हुन्छ। अब वेडिङ कार्डमा वेडिङ सम्बन्धी रिलेटेड आइकनहरू हामीले राख्न सक्छौँ भने व्रतबन्धमा व्रतबन्ध रिलेटेड हुन्छ भने गुन्युचोलीमा गुन्युचोलीको रिलेटेड आइकनहरू राख्नुपर्ने हुन्छ हैन। यसरी अब यो डिजाइन कसरी गर्ने तपाईले कमेन्ट गर्नुभयो भने मैले कम्प्लिट यो डिजाइन कसरी गर्ने त्यो भिडियो मैले बनाउने छु। त्यसको लागि कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नुस् भने। अब हामीले यो डिजाइन गरिसकेपछि यसलाई के गर्छौं, कम्प्लिटली ब्ल्याक ट्रेसिङ निकाल्छौं, जुन हामीले स्क्रिन बनाउनु पर्ने हुन्छ। र स्क्रिन बनाउनको लागि कम्प्लिट हेर्नुस् त यो। अब मान्छेहरूले के गर्छन्, अब नक्सा पनि बनाइदियो भन्छन्, नक्सा पनि बनाउन जान्नु पर्ने हुन्छ, हेर्नुस् होइन। र अब यसरी यो पनि अर्को कार्डको डिजाइन हो। र अब यो कार्ड कसरी प्रिन्ट गर्ने, यसको लागि
सुरुमा स्क्रिन बनाउनु पर्ने हुन्छ यो स्क्रिन बनाउनु पर्छ हेर्नुस् यहाँ हेर्नुस् इङ्कहरु छ अब यो सुरुमा यो स्क्रिन बनाउनु पर्यो हैन हेर्नुस् अब यो स्क्रिन कसरी बनाउने मैले झोला प्रिन्ट गरेर पनि मासिक तपाईले 1-2 लाख सजिलै कमाउनु हुन्छ भन्ने यो भिडियो त्यो भिडियोमा यो स्क्रिन प्रिन्टको कम्प्लिट भिडियो बनाएको छु स्क्रिन कसरी बनाउने त्यसै भिडियोमा छ होइन यदि फेरि तपाईहरु चाहनुहुन्छ कमेन्ट गर्नुस् म फेरि स्क्रिन कसरी बनाउने म त्यसको भिडियो तपाईहरुलाई बनाएर देखाउने छु स्क्रिन तयार भइसकेपछि के गर्ने स्क्रिन बनाउँदाखेरि हामीले के गर्छौं अब यो हेर्नुस् त ब्ल्याङ्क छ हैन यसमा पनि त निमन्त्रणा लेख्नु पर्यो कोही चाहिँ मार्केटमा के हुन्छ रेडिमेड आउँछ यस्तो शुभ उयो निमन्त्रणा भनेर हेर्नुस् यहाँ देख्न सक्नुहुन्छ हो यो कसलाई निमन्त्रणा दिने के को निमन्त्रणा हो यो शुभ विवाह सादर निमन्त्रणा भनेर यहाँ छ हैन अब यो अनि कसलाई दिने श्रीमान श्रीमती सुश्री हुन्छ हेर्नुस् यो कुरा हामीले कस्टम डिजाइन गर्नुपर्ने गाइज हेर्नुस् त अब यसरी ओर्केस्ट्रेसन चाहिँ मैले यही टेबललाई बनाछु हेर्न सक्नुहुन्छ यसमा यो क्लेम्प हुन्छ हेर्नुस् यो तपाईले जहाँ किन्ने त्यो पछि तपाईले कमेन्ट गर्नुभयो भने मैले त्यो कुराहरु पनि भनिहाल्छु र यसलाई मैले टेबलमै फिट गरेको छु हेर्नुस् अनि अब यहाँ स्क्रिन राख्ने गाइज हेर्नुस् अनि पिन भनेको चाहिँ यो हो हेर्नुस् हामीले प्रिन्ट गर्नको लागि अब कार्ड सबै कार्ड एकै ठाउँमा परोस् भनेर यसरी पेपरले राख्ने अनि यहाँ कार्ड राख्ने माथि हाम्रो डिजाइन हुन्छ अनि प्रिन्ट गर्ने यसरी पिन मिलाउने भनेको त्यही हो गाइस र अब यहाँ हाम्रो डिजाइन छ एक्सपोज गरेको हेर्न सक्नुहुन्छ अब अनि माथिबाट तल कार्ड राखिसकेपछि यो नेगेटिभ हो अनि अब यहाँ प्रिन्ट गरेपछि पोजिटिभ हुन्छ ल हेर्नुस् अब यसरी प्रिन्ट भइसकेको छ ठिक हो अब अर्को कार्ड हाल्ने हेर्नुस् यो पिन यसरी मिलाउनु पर्छ त हेर्नुस् है अब हामीले फेरि यहाँ इङ्क यहाँ छँदैछ हेर्नुस् अब प्रिन्ट गर्ने lines यसरी प्रिन्ट हुन्छ अब यसरी अनि यिनै सुकाउन सकिन्छ हेर्न सक्नुहुन्छ यो चाहिँ 1000 पिसको अर्डर हो है गाइस यसरी गाइस अब हेर्नुस् त खाम हाम्रो खाम यो डिजाइनको भएको हुनाले बीचमा होल छ त्यसको लागि हामीले डिजाइन गर्दाखेरि पनि हेर्नुस् एक त म स्क्रिनमा नै देखाउँछु र अब हेर्नुस् यहाँ त्यही पिनमा हामीले मिलाछ छटो अनि हाम्रो कार्ड माथि यहाँ देख्न सक्नुहुन्छ मैले ग्याप गरेर राखेको छु अब हेर्नुस् है अब यसलाई प्रिन्ट गर्न सजिलो छ यसलाई पनि अब यसरी प्रिन्ट गर्ने हो हेर्नुस् हेर्न सक्नुहुन्छ यसरी प्रिन्ट गर्ने राख्ने अनि फेरि यो गर्ने र यहाँ छँदैछ हेर्न सक्नुहुन्छ
यसरी ल हेर्नुहोस् अलिकति माथि ल हेर्नुहोस् खाम पनि हाम्रो सबै प्रिन्ट भइसकेको छ गाइस ल हेर्नुहोस् त अब हाम्रो कार्ड फाइनली यहाँ समय पनि भइसकेको छ अब यहाँ कसलाई दिने उहाँको नाम लेखिसकेपछि यो कार्ड दिन सकिन्छ हेर्नुहोस् गाइस फाइनली हेर्नुहोस् त हाम्रो कार्ड तयार भइसकेको छ र यसको 3 लेयर छ एउटा बाहिरको खाम भयो कभर अनि त्यसपछि हाम्रो प्रिन्ट गरेको हेर्न सक्नुहुन्छ यसमा हामीले प्रिन्ट गरेको छ भने यसको बाहिरी कभर छ रेडको जहाँ गणेश पनि टाँसेको छ हेर्न सक्नुहुन्छ है र यसरी अब यो हामीले तयार गरेर अब कस्टमरले चाहिँ के भन्नुभएको थियो भने तपाईले नै यो खाममा हालेर राख्दिनु भन्नुभएको थियो अब यसरी हामीले खाममा राखेर हेर्नुस् अब यो यसरी फोल्ड गर्ने अनि अब यहाँ खाममा राख्दिने हेर्नुस् यसरी हामीले खाममा राख्न सक्छौं हेर्नुस् गाइस यसरी अब यसलाई खाममा राखेपछि हेर्नु त गणेश ठ्याक्कै यसमा पर्छ ल हेर्नुस् गणेश देख्नु भने हामीले धेरै पिसमा चाहिँ यसरी खाममा हालेर रेडी गरिदिएको छौं हेर्न सक्नुहुन्छ अब भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला र कमेन्ट सेक्सनमा तपाईले कमेन्ट गर्न सक्नुहुन्छ भिडियो कस्तो लाग्यो आगामी दिनमा पनि तपाईहरु यस्तै भिडियो चाहनुहुन्छ भने अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर नोटिफिकेसन अल गर्नुस् र बेल आइकन क्लिक गर्नुस् अब कस्तो लाग्यो तपाईहरुलाई अब मेन कुरा भनेको डिजाइन हो अब जस्तो हेर्न सक्नुहुन्छ यो खाममा बीचमा होल छ यो गणेश राख्नको लागि हैन अब यो डिजाइन कसरी गर्ने मेजरमेन्ट लिएर गर्न पर्छ यो सम्पूर्ण कुरा तपाईलाई चाहिन्छ भने कमेन्ट गर्नुस् म नेक्स्ट भिडियो तपाईलाई डिजाइन कसरी गर्ने त्यो देखाउने छु आजको भिडियो हजुरहरुलाई कस्तो लाग्यो यदि मन पर्यो भने लाइक कमेन्ट अनि शेयर गर्नु होला आजलाई यति नै अर्को भिडियो सम्मको लागि बाइ जय नेपाल